दाइ मैले तपाईँलाई बहुत दिनबाट एउटा कुरा भन्नु मन थियो। भन्नु। मलाई नि एउटा केटी मन परेको छ। हो र? मलाई पनि मन परेको छ नि यार, मैले त तँलाई नभनेको पो त। हो र? अँ मलाई त बहुत दिन भयो दाइ, म त अब त्योसँग त नभेटी बस्नै सकेको छैन। हो र? को केटी? छ दाइ, म तपाईँलाई देखाउँछु ल एक दिन। ल म देखाउँछु ल। दाइ उतै त उठ्यो। कहाँ यार, यो त केटी त मैले मन पराएको हो नि। कहाँ दाइ, दाइ म मन पराउँछु त्यस्तो नभन्नु न दाइ। भाइको पेटमा लात्ता हान्नुहुन्छ तपाईँ। अनि तँ चाहिँ दाईको पेटमा लात हान्छ? त्यस्तो नभन्नु दाइ, म चल मान्दिनँ। डिसाइड हुन्छ, उसले नै डिसाइड गर्छ। चल उसले जसलाई एक्सेप्ट गर्छ त्यो त्यसै हुन्छ दाइ, तपाईँलाई त हेर्दा पनि एक्सेप्ट गर्दिनँ त्यसले, म जस्तो देख्दा हिँड्नु। ममता सुन न, हजुर भन्नु त। हामीहरू दुईजनालाई केही कुरा भन्नु थियो। अब फाँसी दाइले सुरु गर्नुहुन्छ, दाइ भन्नु त फास्ट। म धेरै दिनबाट तिमीलाई एउटा कुरा भन्छु भनेर सोच्दै थिएँ। म तिमीलाई धेरै मन पराउँछु र म तिमी बिना बाँच्न सक्दिनँ। तिमी के भन्छौ यसमा? ला हो र, तिम्रो र मेरो त हाइटै मिल्दैन। म त एक्सेप्ट गर्नु सक्दिनँ होला। ए मेरो त हाइट पनि छ त नि, म चाहिँ मिल्छु होला नि। मलाई पनि तपाईँलाई कुरा भन्नु थियो एउटा। म पनि तपाईँलाई बहुत दिनबाट देखेँ, दाजु भन्दा पनि पहिलेबाट देखेको मैले तपाईँलाई, तर मैले भन्न सकेको थिइनँ तपाईँलाई। मेरो त हाइट पनि छ, हेर्नु त, चुल पनि लम्बा छ मेरो त। हो र, मैले पनि बहुत दिनबाट तिमीलाई हेरिराखेको थिएँ तर भन्न सकेको थिइनँ। तब त एक्सेप्ट छ नि मेरो। जाम त 1 मिनट। लेकिन ये साला कर क्या रहा है यहाँ पे?